गुड मर्निङ है। आज मेरो इन्स्टाग्राम पोस्टबाट थाहा पाइहाल्नु होला है। म चाहिँ आज तपाईँको सिलगढीदेखिको गाउनहिल भन्ने तपाईँको एउटा इको पार्क छ खरसाङ है, त्यसमा राइड गर्न लागेको छु भर्खर घरबाट निक्लेको। अब हेरौँ अहिले तपाईँको 10 साढे 10 भयो होला। अन्त म भर्खर घरबाट जस्ट निस्केँ। यहाँबाट म तोरीबारी भएर तोरीबारीको खोला भएर तपाईँको गुल्मा भएर निस्किन्छु। हेरौँ यो खोला बाटो योबाट चाहिँ तपाईँको आउनुभयो भने चाहिँ अलिक नजिक पर्छ। यहाँबाट सिधै तपाईँको मिलन मोड निस्किन्छ है। त्यसले गर्दाखेरि चाहिँ हल्का नजिक पर्छ यहाँबाट। बाटो चाहिँ गुल्मा स्टेसन निस्किने बाटो, सायद तपाईँहरूलाई थाहै छ होला है। अगाडि बाटो सालुगडादेखिको तोरीबारी भएर दुईवटा खोला क्रस गर्यो। दुईवटा खोला क्रस गरिसकेपछि तपाईँको मिलनमोडको बाटो निस्क्यो। त्यहाँदेखि यता गुल्मा स्टेसनपट्टि आयो राइट टर्न है। त्यहाँदेखि तपाईँको चाहिँ अब गुल्मा स्टेसन निस्किन आँटेको छ है अहिले। अब एकछिनमा त पुरा बढ्छ। यो अगाडिको देख्नु हुँदै गरेको चाहिँ गुल्मा स्टेसन हो। यहाँदेखि उयो देख्दै गरेको लेफ्ट टर्न लिनुपर्छ। यहाँबाट चाहिँ टक्कै निस्क्यो भने तपाईँको गुल्मा स्टेसन। यो बाटो चाहिँ यस्तो छ हेर्नुहोस्। यो गुल्मा स्टेसनदेखि सुकुना निस्किने बाटो चाहिँ है। तपाईँको हेर्नुहोस् यो जग्गा निस्किन्छ। यो चाहिँ हेर्नुहोस् अब यो तपाईँको रङडाउनको बाटो तिनधारेबाट भएर म खरसाङ जाँदैछु है। जति नै बाइक स्ल्याङ गरे पनि है, कोसिस गर्नुहोस् कि तपाईँको यो लिकमा चाहिँ तपाईँको भर्टिकली नै काट्ने। किनकि तपाईँको प्यारलल टु द लिक तपाईँले गर्नुभयो भने चाहिँ चिप्लिने डर छ।
डाउनहिल निस्किन्छ हजुर डाउनहिल हजुर हजुर यहाँदेखि चाहिँ ओह्रालो झर्नु ओह्रालो जानुपर्छ हो ओह्रालो त्यहाँबाट चाहिँ तपाईँको 2टा बाटो छुट्टिन्छ तल गएर योपट्टि होला जस्तो लाग्यो योपट्टि जाँदैछु अलिकति कन्फ्युजन यस्तो रहेछ बाटो कन्फ्युजन हेर्नुहोस् पाइन ट्रीहरू है यस्तो गरमबाट पकाउँदाखेरि चाहिँ पाइन ट्रीले गर्दै लाग्छ हजुर यता तपाईँको उता दिएन कि तपाईँ टिकट काटेर तपाईँ त 8% मेन डेट जो तपाईँको यही हो मलाई मजा आउँछ हजुर टिकट यो चाहिँ फरेस्टको बाटो पाइन फरेस्टको बाटो यस्तो दामी रहेछ है बाटो यहाँदेखि चाहिँ माथि 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 हुँदैछ तपाईँको बागौडा निस्किने बाट हिँडेको तर अब हेरौँ कता कता पुगिन्छ त बजार जस्तै एरिया आइपुग्यो त हौ त्यो यस्तो एकदम यस्तो बाटो हो रहेछ आफूलाई त दार्जिलिङ मात्रै चिनेको थिएँ आफूले चाहिँ के जग्गा रहेछ बागौडा चाहिँ यही रहेछ त्यो बागौडामा त्यस्तो केही देखिनँ मैले हो यो लास्ट एयरफोर्स तपाईँको डिभिजन बागौडा रहेछ सायद यही थियो होला बत्ती बल्ने हाम्रो कालिम्पोङबाट देख्ने हो सो यहाँदेखि चाहिँ म आज यहीँबाट नै सायद फर्किँदैछु डाउनहिलदेखिको चिम्नीसम्मको बाटो दामी थियो हो अब त्यही बाटोमा जानु पर्ला जस्तो छ त्यो माथिको जङ्गलमा छोपेको बाटोबाट चाहिँ अहिले आएको हो सो फाइनली गाइज है यो मेरो सिलगढीदेखिको डाउनहिल या डाउनहिल आउने तपाईँको जुन चाहिँ उयो थियो राइड थियो त्यो कम्प्लिट भयो है त्यहाँदेखि म एक्स्ट्रा राइड गरेँ डाउनहिलदेखिको म चिम्ले भन्ने जग्गा चिम्लेदेखिको तपाईँको बागौडा भएर चाहिँ तपाईँको चाहिँ म अब सिलगढी लाग्दैछु मेन दिलाराम निस्किँदा चाहिँ बागौडादेखि मुनि झर्दाखेरि है अब सिलगढी निस्किँदैछु अब बाटो त त्यही हो मेन रोड त त्यो देखाउनु है सो मजा आयो आजको राइड है तर तपाईँले डाउनहिलदेखिको माथि गएर चिम्नीदेखिको तपाईँको यो बागौडा हो देउराली भन्ने जग्गा बागौडा राम्रो ब्युटिफुल एउटा अफ रोड ट्रेल रहेछ है सो तपाईँ आउनुभयो बाइक लिएर भनेको तपाईँको बाटो आउनुहोस् मजा आउँछ तपाईँको बाटो यो बाटो चाहिँ तपाईँको गिद्धे पार्कदेखिको चाहिँ सिधा नयाँ रहेछ हो यहाँदेखि सिधा भयाबारी निस्किन्छ अरे भयाबारी